नमस्ते यहाँहरु सम्पूर्णलाई म सप्रज राई गानादा एजुकेसनल कन्सल्टेन्सीबाट र आज म धेरै लामो समय पछाडि युट्युब फेरि सुरु गर्दैछु। यो भन्दा अगाडिको युट्युब च्यानल चाहिँ मेरो ह्याक भएको थियो र मैले प्र्याक्टिस पनि गरिन, रिकभर गर्ने कोसिस पनि गरिन र धेरै लामो समय पछाडि लगभग 5 वर्ष भन्दा धेरै लामो समय पछाडि चाहिँ फेरि म युट्युब आज सुरु गर्न गइरहेको छु। यहाँहरुलाई कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला। र आज चाहिँ म पहिलो भिडियो चाहिँ एउटा फुल सेट क्वेशनबाट सुरु गर्न गइरहेको छु र यो फुल सेट क्वेशनलाई चाहिँ कसरी हामी इफेक्टिभली गर्न सक्छौं भन्दाखेरि पहिला म यो क्वेशन तपाईहरुलाई देखाइदिन्छु स्क्रिनमा र तपाईहरुले यसलाई चाहिँ पज गर्दै एन्सर छान्नु होला। एन्सर चाहिँ आफ्नो कपीमा नोट गर्नु होला र एन्सर आफ्नो कपीमा यी सबै क्वेशनको चाहिँ अब यसलाई पज गर्दै अनि यसको एन्सर छान्दै यसको पज गर्दै यसको एन्सर छान्दै गरेर चाहिँ तपाईहरुले आफ्नो कपीमा एन्सर नोट गरिसक्नु होला। तर त्यसपछि मैले गर्ने सल्भिङ चाहिँ सुन्नु होला। त्यो भएमा चाहिँ इफेक्टिभली अभ्यास हुन जान्छ। यदि तपाईहरुले सुरुमै सल्भिङ सुन्नु भएको खण्डमा चाहिँ जति अभ्यास हुनुपर्ने त्यो बराबरको इफेक्टिभनेस हुँदैन। अब यो भर्खरै जस्ती एचआरडी कोरियाले चाहिँ अपडेट गरेको नयाँ प्याटर्न अन्तर्गतको क्वेशन हो। यो पनि नयाँ प्याटर्न अन्तर्गतकै, यहाँ धेरै क्वेशनहरु नयाँ प्याटर्न अन्तर्गतकै रहेको छन् र पुरानो प्याटर्नको पनि रहेको छ क्वेशनहरु। हामीले सबै खाले प्याटर्नको क्वेशनहरु चाहिँ अभ्यास गरिराखियो भनेदेखि फाइनल एक्जामको लागि चाहिँ हामीलाई सहज हुन्छ र अहिले नै हामीलाई एक्ज्याक्टली थाहा छैन फाइनल एक्जाममा यही मात्रै सोधिन्छ र यो चाहिँ सोधिँदैन भन्ने कुरो थाहा छैन। तर सोध्नलाई विषयवस्तुबाटै वस्तुभन्दा बाहिर नगइकन सोधिन्छ भने तर प्याटर्न चाहिँ तपाईको पुरानो नयाँ जुन पनि राख्न सकिन्छ। अब नयाँ प्याटर्न पनि अभ्यास गर्ने र पुरानोलाई पनि गरिराख्ने हामीले यी सबै क्वेशनहरुलाई चाहिँ तपाईहरुले भिडियो पज गर्दै अनि त्यसपछि सल्भ गर्नु होला। र अब यस च्यानलमा चाहिँ आगामी दिनमा तपाईको निरन्तर रूपमा ईपीएस टपिक परीक्षाको लागि उपयोगी हुने किसिमका कन्टेन्टहरु आउने छन् र त्यसको लागि तपाईहरुले सब्स्क्राइब गरेर चाहिँ सहयोग गर्नु होला। र यदि सब्स्क्राइब गर्नुभएमा तपाईहरुलाई पनि फाइदा हुनेछ किनकि निरन्तर यसमा चाहिँ ईपीएस टपिकसँग रिलेटेड कुराहरु चाहिँ आउनु नै छ। रिडिङको क्वेशन सकियो। अब यो लिसनिङको पनि म अडियो त्यहाँ राख्दिन्छु भिडियोको बीचमा। पहिला तपाईहरुले सुनेर यो क्वेशन सल्भ गरिसकेर मात्रै तपाईको सल्भिङ सुन्नु होला। यो 40 वटा क्वेशनलाई पहिला तपाईहरुले सल्भ गर्नुस्। त्यसपछि यो मैले गर्ने सल्भिङलाई चाहिँ सुन्नु होला। अहिलेलाई चाहिँ भने म तपाईको सल्भिङ सुरु गरे। अब मैले यहाँनिर y को मतलब चाहिँ यो युट्युब भन्न खोजेको र सेट 1 आज फर्स्ट दिन सेट 1 गर्दै छु। आगामी दिनमा सेट 2 सेट 3 कन्टिन्युअसली तपाईको गर्दै जाने छु र सेट वाइज क्वेशन मात्रै नभएर अहिलेको अलिकति गाह्रो भनेर मानिएको क्वेशन मिचुल छिनबुल क्वेशन त्यसको लागि पनि विशेष छुट्टै सेसनहरु ल्याउने छु भनेदेखि ईपीएस टपिक परीक्षाको तयारीको लागि आवश्यक ओभरअल सबै कुराहरु चाहिँ आगामी दिनमा निरन्तर रूपमा यसमा म लिएर आउने छु। अहिलेलाई भने चाहिँ हामी क्वेशन नम्बर 1 तिर लागौं। क्वेशन नम्बर 1 अब यहाँ खास गरी क्वेशन नम्बर 4 सम्म हुनु पर्थ्यो। यहाँनिर चाहिँ मैले त्यो टाइटल चेन्ज गर्न गएछु। ठीक छ, केही छैन, पिक्चर वाला क्वेशन हो। अब यो पिक्चर हेरेर चाहिँ यहाँनिर सही आन्सर कुन हो भनेर हामीले छान्नु पर्ने हो। अब सानको अर्थ पहाड तपाईहरुलाई थाहा होला नर्मली। सम भनेको टापु, साम भनेको जीवन, जीवन भनेको लाइफ अनि ताम भनेको चाहिँ पसिना। ल अब यसो हेर्दाखेरि यो तपाईको चाहिँ अब यहाँनिर पानी जहाज दौडिरहेछ भनेदेखि पक्कै पनि यो सम भनेर भन्न सकिन्छ हामीले। र अर्को दोस्रो क्वेशन रहेको छ तपाईको यहाँ केही चीज चाहिँ उमालेको जस्तो देखिन्छ तपाईको चाहिँ
अब यो उमालिराखेको यहाँ आगो बलिराखेको छ भने पछाडि उमाल्नुलाई तपाईँको के भनिन्छ त कुरिदा भनेर भनिन्छ। अनि यसमा चाहिँ गोइता प्रेजेन्ट कन्टिन्युअस जोडेर चाहिँ कुरिगो सुमिदा उमालिरहेको छ भन्ने कुरा छ। अब यहाँनिर भनेको चाहिँ साम्ता भन्ने भयो। अब साम्ताको अर्थ चाहिँ उसिन्नु। अनि यहाँ चिदा भन्ने भयो। अब चिदाको अर्थ चाहिँ स्टिम गर्नु, बाफमा पकाउनुलाई चाहिँ चिदा भनिन्छ। मोमोहरू पकाए जस्तो कुरा भयो चिदा भनेको चाहिँ। र चिदाको अर्को अर्थ चाहिँ के पनि लाग्छ भने साल भनेको चाहिँ हाम्रो शरीरको मासु, सारी चिदा भनेको खण्डमा चाहिँ यसको अर्थ मोटाउनु भन्ने अर्थ पनि लाग्न जान्छ। र थुइगिदा भनेको चाहिँ तार्नु भनेको चाहिँ तेलमा डिप फ्राई गर्नुलाई चाहिँ थुइगिदा भनेर भनिन्छ। ल अब तेस्रो नम्बर क्वेसनमा हेरौँ। अब तेस्रो नम्बर क्वेसनमा चाहिँ यहाँनिर तपाईँको पिक्चर दिएको छ। यो पिक्चर अनुसारको यसको नाम पनि हामीले चिन्न पर्यो र काम पनि चिन्न पर्यो, दुईवटै। अब यहाँनिर दुई किसिमको नामहरू छन्, एउटा फान्गुम खावी, एउटा पुरी खावी। यहाँ पनि त्यही सेम रिपिट हो। फान्गुम खावी, फानको अर्थ फलामको कुनै पाताहरूलाई जनाउँछ, बोर्डहरूलाई जनाउँछ। कुम भनेको चाहिँ धातुलाई जनाउँछ। धातुको पाता भनेको चाहिँ फलामको पाताहरू जस्तो कुरालाई चाहिँ काट्ने कैँची। अनि पुरी खावी भनेको चाहिँ जरालाई काट्ने कैँची। अब यहाँनिर फान्गुम खावीले के गर्ने भनिरहेछ, मरिरुल छाल्लायो कपाल काट्छु। यो तपाईँको फलामको पाता काट्ने कैँचीले कपाल काट्न सकिँदैन। अनि पुरी खावी रुखको जरा काट्ने कैँचीले फेरि तपाईँको छलफानुल छाल्लायो फलामको पाता काट्छु, त्यो काट्न सकिएन। अनि फान्गुम खावी फलामको पाताहरूलाई काट्ने कैँची, फेरि यसले पुरीरु छङ्ग्यायो रुखको जरालाई चाहिँ मिलाउँछु, यो पनि मिलेन। पुरी खावी रुखको जरा काट्ने कैँची, छानपुरीरु छङ्ग्यायो मसिनो जराहरूलाई चाहिँ मिलाउँछु, व्यवस्थित गर्छु। र पिक्चरमा पनि त्यही चिज रहेको छ, त्यस कारणले गर्दा एन्सर चाहिँ 4 रहेको छ। र यो 4 नम्बर क्वेसन चाहिँ हिजो अस्ति भर्खरै एचआरडी कोरियाले अपडेट गरेको नयाँ प्याटर्न अन्तर्गतको क्वेसन हो यो। र यो खाले क्वेसनहरू टपिकतिर चाहिँ पहिला सोध्ने पनि गरिएको थियो भनेदेखि अहिले इपिएस टपिकमा चाहिँ भर्खरै हिजो अस्ति अपडेट गराएको छ। र बिचमा हामीले छान्नुपर्ने चाहिँ यहाँ बिचमा कुन चाहिँ शब्द उपयुक्त, कुन चाहिँ अक्षर उपयुक्त हुन्छ त्यो हामीले छान्नुपर्ने रहेको छ। अब यहाँनिर पानीले तपाईँको पाइपद्वारा चाहिँ पानीले केही कुरा धोइराखेको देखाएको छ। र यहाँनिर चाहिँ मैले तपाईँहरूलाई अलिकति शब्द पढ्नलाई सहयोग होस् भन्ने हिसाबले चाहिँ धुने कुराहरूलाई नै रिलेट गरेर राखिदिएको छु। अब यो से छा भनेको खण्डमा चाहिँ से भनेको धुनु, छा भनेको गाडी, से छा जसको अर्थ चाहिँ गाडी धुनु भन्ने अर्थ लाग्ने भयो। अब यहाँ गाडी देखिएको छैन, त्यस कारणले गर्दा एक मिल्न सकेन। अब से अनि थाक, अब फेरि से थाक र पाल्ले भनेको चाहिँ के धुनु त, कपडा धुनु हो। अब यहाँ कपडा पनि देखिएको छैन, त्यसकारण यो पनि एन्सर भएन। अब से सु भनेको चाहिँ हातमुख धुनु। अब हातमुख धुनु, यहाँनिर हातमुख धोएको छैन उसले, भनेपछि यो पनि भएन। र से छक खाँदा, से छकको मतलब चाहिँ मेसिनरी कुरा अथवा अन्य कुराहरू धुनुलाई चाहिँ से छक खाँदा भनेर भनिन्छ। अब यहाँनिर चाहिँ कुनै वस्तुलाई कुनै चिजलाई धोए जस्तो देखिन्छ, त्यस कारणले गर्दाखेरि यसको एन्सर चाहिँ से छक खाँदा हुन गएको छ। ल अब यहाँ तपाईँहरूले धुने शब्दहरू धेरैवटा चिन्नुभयो। से छक गाडी धुनु, से थाक कपडा धुनु, से सु हातमुख धुनु, से छक मेसिनरी तथा अन्य कुराहरू धुनु। अब कपडा धुनुलाई अझै के पनि भनिन्छ, पाल्ले पनि भनिन्छ। अनि अर्को धुनु मात्रै भन्ने शब्द छ सित्ता। अब यो सित्ताको अर्थ चाहिँ धुनु पखाल्नु, पखालेर धुन मिल्ने चिजहरू, जस्तै तपाईँको चाहिँ सागसब्जीहरू धुनु, जस पखालेर धुन मिल्ने चिजहरूलाई चाहिँ सित्ताको प्रयोग गरिन्छ। ल ठिक छ, हामी अगाडि बढौँ। र अब यो मिनिङहरू चाहिँ तपाईँले भिडियो पज गर्दै आफ्नो कपीमा नोट गर्नुभयो भने चाहिँ, यदि आउँदैन भने र आउँछ भने ठिक छ। 5 नम्बर क्वेसन हेरौँ। थम्नेयुङ्गा खन्गे नुन तलको विषयसँग सम्बन्धित खुरिमु खुरुसिप्सियो चित्रलाई छान्नुहोस्। अब यो वाला क्वेसन पनि पहिला चाहिँ आउँदैन थियो भनेदेखि अस्ति एचआरडीले अपडेट गराएको नयाँ प्याटर्न अन्तर्गतको क्वेसन यो पनि। अब पहिला चाहिँ यहाँ पनि शब्द राखिन्थ्यो, त्यो शब्दसँग रिलेटेड कुराहरू तल हामीले छान्नु पर्थ्यो भनेदेखि अहिले चाहिँ यहाँ भएको रिलेटेड पिक्चर छान्नुपर्ने हुन्छ हामीले। अब यहाँनिर चाहिँ तपाईँको थुरो खागो सुमिदा भित्र गइरहेको छ भन्ने कुरा छ। अब यो वाला क्वेसनमा चाहिँ तपाईँहरूले के कुरालाई ख्याल गर्नु पर्यो भने निर्देशन दिने मान्छे कता छ, कसको आधारमा हामी कुरा गर्दैछौँ त्यो कुरा चाहिँ इम्पोर्टेन्ट हुन्छ। अब यहाँ हामी सबैके त
यो एस लेखिएको निर्देशन दिनेवाला मान्छेलाई आधार मानेर चाहिँ कुरा गर्दैछौँ। अब यो मान्छेको अनुसार यो मान्छे चाहिँ के हुन जान्छ, थु र ओ गो भित्र आइरहेको हुन जान्छ। अब यो मान्छेको अनुसार यो मान्छे के हुनसक्छ, नाओगो बाहिर आइरहेको हुनसक्छ। अनि यो मान्छेको अनुसार यो मान्छे के हुनसक्छ, भित्र गइरहेको थु र खागो। अनि यो मान्छेको अनुसार यो मान्छे के हुनसक्छ, अब नागादा बाहिर निस्कनु, नागागो हैन, निस्किरहेको भनिसके पछाडि यहाँ भनिएको के छ, थु र खागो भित्र गइरहेको। अब भित्र गइरहेको चाहिँ कुनमा भन्न सकियो 3 नम्बरमा यो मान्छेले यो मान्छेलाई भन्दाखेरि के त थु र खागो सुन्ने त, यसरी चाहिँ छान्नु पर्यो हामीले। र यो 6 नम्बर क्वेसन मिचुल छिनबुबुन, यो पनि नयाँ प्याटर्न अन्तर्गतको क्वेसन रहेको छ र धेरै विद्यार्थीहरूले गाह्रो भयो अथवा गाह्रो महसुस गर्ने क्वेसनमा पर्छ यो। र यो क्वेसनको लागि पनि छुट्टै अलिकति विशेष खालको क्वेसनहरू बनाएर चाहिँ म छुट्टै सेसन बनाएर ल्याउनेछु तपाईँहरूको लागि। अहिलेलाई चाहिँ यो क्वेसन सल्भ गरौँ। तलको मध्ये अन्डरलाइन गरिएको मिचुल छिनबुबुनी अन्डरलाइन गरिएको भाग मुन्जाङु मिल्ने वाक्यलाई खुरुसिप्सियो छान्नुहोस्। अब यो सजिलो छ यो चाहिँ क्वेसन। अब यहाँनिर भएको भब चाहिँ के हो त, मल्दा। मल्दाको अर्थ टाढा हुनु, भेस टेन्डिङ ल भएमा हामीले यसलाई इरेगुलर भब मान्छौँ। इरेगुलर भब भेस टेन्डिङ ल छ र त्यसको पछाडि ब स अनि न बाट सुरु हुने ग्रामर यदि जोड्दैछौँ भनेदेखि यो ललाई पनि हामीले हटाउनु पर्ने हुन्छ। त्यस कारणले गर्दा यसको फर्मेसन कस्तो हुन जान्छ त, म ने यो सही फर्मेसन चाहिँ यो हुन जान्छ। यो लले गर्दा यो मिलेन। अब 2 नम्बरमा पनि तपाईँको 2 नम्बर अप्सनमा पनि इरेगुलर भब नै छ, फापुदा। फापुदा भनेको व्यस्त हुनु, दा हट्यो, भेस टेन्डिङ उ, भेस टेन्डिङ उ हुनु भनेको पनि इरेगुलर भब हो। र यसमा तर इरेगुलर भब भए तापनि यो कतिखेर मात्रै हट्छ भन्दाखेरि पछाडिपट्टि आ यबाट सुरु हुने कुनै पनि ग्रामर जोड्दाखेरि भनेको अनौपचारिक वाक्य, पास्ट टेन्स, आशा अस यी ग्रामरहरू जोड्दाखेरि हट्ने हो। तर यहाँनिर यो जोडिएको चाहिँ के छ त, नेयो। अब यो नेयो जोड्दाखेरि चाहिँ त्यो उलाई हटाउन पाइँदैन, त्यस कारणले गर्दा यो मिलेन। अब यसको सही फर्मेसन के हुन जान्छ त भन्दा था पु ने यो हुन जान्छ। त्यसकारण यो दुईवटै अप्सन मिलेन। 3 नम्बर अप्सन हेरौँ, छुवा नेयो। अब यहाँनिर यो यहाँ भएको भब चाहिँ के हो त भन्दाखेरि छुप्ता। छुप्ताको अर्थ जाडो हुनु, भेस टेन्डिङ ब इरेगुलर भब र यसलाई हटाएर व अथवा उ बनाउने भनेको कतिखेर हो भनेदेखि यदि यसको पछाडिपट्टि यही अबाट सुरुवात हुने ग्रामर जोड्दै हुनुहुन्छ भनेदेखि ब हटेर यो अवस्थामा आउने भयो। र यदि यो उबाट भनेको मेनुमेन निकाउ निका टाइपको ग्रामर जोड्दै हुनुहुन्छ भने यो ब हटेर यो उ हुने भयो। हुन चाहिँ यो अ जोड्दाखेरि पनि ब हटेर उ नै भएको हो, यो अ मध्येको अ टाँसेर चाहिँ व बनेको हो। त्यस कारणले गर्दा यो नेयो भन्ने ग्रामरलाई जोड्दाखेरि यो ब हटाउन पाइँदैन, त्यसकारण यो पनि मिलेन। यसको सही फर्मेसन छुम्ने यो यस्तो हुन्छ। अब 4 नम्बर चाहिँ पक्कै पनि मिल्नुपर्ने हुन्छ। हान्गु पुनवारू कोरियन संस्कृति छाल राम्ररी। अब यहाँनिर भएको भब चाहिँ आल्दा भन्ने भब हो। आल्दा भनेको थाहा हुनु, बुझ्नु, जान्नु र यसको भेस टेन्डिङ के छ, ल छ। भेस टेन्डिङ ल भएमा अघि पनि भनेको थिएँ के भनिन्छ, इरेगुलरमा भब मानिन्छ। र अब यो इरेगुलर भब भएकोले गर्दाखेरि यहाँनिर आदरार्थी भिएसटी प्लस सी उ सी भन्ने ग्रामर जोडिँदैछ। त्यस कारणले गर्दाखेरि यो ल हटेर जान्छ र आल्दालाई आसिदा भनेर चाहिँ यसरी आदरार्थीमा चेन्ज गरिन्छ। र आदरार्थीमा चेन्ज गरिसके पछाडि फेरि यहाँ आश्चर्य जोडेर चाहिँ आसिनेयो बनाएको छ। हान्गु पुनवारू छाल आसिनेयो कोरियन संस्कृति चाहिँ राम्रोसँग जान्नु हुँदो रहेछ नि भन्ने पछाडि एन्सर 4 हुन गयो। ल अब यसमा केही नोट गर्नुपर्ने कुराहरू छ भने भिडियो पज गरेर नोट गर्न सक्नुहुन्छ, या त बुझ्नु भएन भने रिप्ले गरेर पनि सुन्न सक्नुहुन्छ। ल अब हामी फिनखाने क्वेसन। अब यो फिनखाने क्वेसन पनि तपाईँको हेर्दाखेरि नर्मली खाली ठाउँवाला क्वेसन नै हो, तर यो फिनखाने क्वेसन पनि तपाईँको दुईवटा कुरालाई आधार मानेर चाहिँ बनाइने गरिन्छ। एउटा चाहिँ ग्रामरसँग रिलेटेड
ग्रामरलाई आधार मानेर खाली ठाउँ बनाउन सकिन्छ भने अर्को चाहिँ औ शब्दलाई चाहिँ आधार मानेर हामीले खाली ठाउँवाला क्वेसन बनाउन सक्छौँ। र अब यो 7 नम्बर क्वेसन चाहिँ हेरौँ के को आधारमा छ। 한국 사람들은 कोरियन मानिसहरू चाहिँ सल्लारिना नयाँ वर्ष अथवा खेरेन्सीको खाची विवाह कार्यक्रम जस्ता 특별하고 विशेष र 특별 भनेको चाहिँ विशेष र 중요한 날에는 महत्त्वपूर्ण दिनमा चाहिँ 전통 한복을 परम्परागत 한복 입습니다 लगाउँछन्। 한복को अर्थ तपाईहरुलाई थाहा छ, यो कमन वर्ड हो। 한복 भनेको कोरियाको परम्परागत पोसाक। ल अब यसमा सुन्नुभयो होला तपाईहरुले खेरेन्सीको खाची विवाह कार्यक्रम जस्ता। अब यो खाचीले चाहिँ तपाईको सेन्टेन्स अनुसार तपाईले जस्ता जस्तै हैन, अब तपाईको चाहिँ खाची भनेको सँगै पनि हो अर्थ यसको। अब सेन्टेन्समा कुन उपयुक्त हुन्छ त्यस अनुसार लगाउनु पर्ने हुन्छ अर्थ। विवाह कार्यक्रम जस्ता विशेष र महत्त्वपूर्ण दिनमा चाहिँ परम्परागत कोरियन पोसाक लगाउँछन्। थुप्रै विशेष भएर आस भनेको के हो त, कारण तपाईको क्रमशः कुराहरू गर्दाखेरि, त्यस पछाडि तरिका व्यक्त गर्दाखेरि र त्यस पछाडि ग्रिटिङ्स अथवा तपाईको चाहिँ क्षमायाचनाहरू, माफी अथवा क्षमायाचनाको कुराहरू भनेको यो आसलाई चाहिँ 4 वटा कन्डिसनमा प्रयोग गरिन्छ। र यहाँनिर चाहिँ कारण बुझाउन खोजेको, अब यो तपाईको चाहिँ विशेष भएको कारणले महत्त्वपूर्ण हुने होइन, त्यसकारण कारण व्यक्त गर्न सक्दैनौँ हामी। अनि थुक्चङ भनेको चाहिँ विशेषता हो। अब यो शब्दले नै गर्दाखेरि यहाँ ग्रामरको त कुरै भएन, यो शब्दकै कारणले गर्दाखेरि यहाँनिर मिल्न सक्दैन। ल क्वेसन नम्बर 8 मा हेरौँ। 최근에는 पछिल्लो समयमा चाहिँ इरिन खागुगा एक व्यक्ति परिवार भनेको सिंगल पर्सन फ्यामिली, परिवारमा एकैजना मात्रै भएको सिंगल पर्सन फ्यामिली एक व्यक्ति परिवार चाहिँ 충가하면서 वृद्धि हुँदै, 충가 भनेको चाहिँ वृद्धि हुनु, वृद्धि हुँदै 학교나 स्कुल वा 직장 근처의 कार्यस्थल नजिकै वन रूम इना सिंगल कोठा मतलब हाम्रो यहाँ फ्ल्याट भने जस्तै हो। यो तपाईहरुलाई थाहा होला, बुक पढ्दाखेरि पढ्नु भएको छ। सिंगल कोठा अथवा ओफिस भनेको चाहिँ यो दुईवटा शब्दको कम्बाइन शब्द हो। यो इंग्लिशबाट चाहिँ तपाईको ल्याइएको शब्द हो। अफिस प्लस होस्टेल, यो दुईटालाई कम्बाइन गरेर चाहिँ ओफिस्टेल बनाइएको। भनेको चाहिँ तपाईको अब एक व्यक्ति परिवार छ भने उसले घरमा अथवा छुट्टै फ्ल्याट लिएर बस्नुभन्दा अफिस्टेलहरुमा बस्न चाहिँ सहज हुन जान्छ। अफिसमै तपाईको बसोबास गर्न मिल्ने होस्टेल चाहिँ के भयो त अफिस्टेल भयो। अफिस्टेल सानुन अफिस्टेलमा बस्ने छलमुन जवान सारामदुरी मानिसहरू चाहिँ नुगैसुम्दा बढिरहेको छ। वाग्दे भनेको पनि वृद्धि अथवा विस्तार, अनि छुङ्गा अब यो त्यही वर्डहरु नै रिपिट भइहाल्यो। ल अब अर्को यो 9 नम्बर क्वेसन रहेको छ। फ्योजिफान संकेत चिन्ह। फाइनल एक्जाममा अहिलेसम्मको इतिहासलाई हेर्दाखेरि इपिएस टपिक एक्जाममा फाइनल एक्जाममा सामान्यतया एउटा न एउटा फ्योजिफान सोध्ने गरिएको छ र तपाईको अहिलेको नयाँ कोर्स बुकमा फ्योजिफानहरु पनि धेरै दिएको छ, राम्ररी हेर्नु होला। अब यहाँनिर चाहिँ तपाईको यो पक्कै पनि रक्सीको बोतल पक्रेको जस्तो देखाइएको छ र यहाँनिर अब तपाईको यो अलिकति घुमेको भनेको चाहिँ तपाईको रक्सीले मात्र घुमे जस्तो देख्न सकिन्छ। अब 1 नम्बर अप्सनमा चाहिँ सुरुमा सिमे नाम दियो, रक्सी पियो भने हुँदैन, पक्कै मिलेन। सुरुमा सिमे नाम दियो, रक्सी पियो भने हुँदैन। यहाँ माथि सादा रहेछ, किन्नु, सादा भनेको किन्नु, त्यसकारण रक्सी किन्यो भने हुँदैन, रक्सी पियो भने हुँदैन, दुईटै मिलेन। छुयान सारामी, छुयादा भनेको चाहिँ रक्सीले मात्नुलाई छुयादा भनेर भनिन्छ। छुयान सारामी मातेको मानिस थुरखामे नान्देयो भित्र गयो भने हुँदैन भनेको मातेको मानिसलाई प्रवेश निषेध भनिएको र यो फ्योजिफानले देखाउन खोजेको पनि त्यही कुरा हो। त्यसकारण आन्सर 3 हुन गयो भने 4 नम्बरले चाहिँ के भनेको छ हेरौँ। सुरुमासीको रक्सी पिएर छुमुल छुमे नान्देयो नाच्यो भने हुँदैन। छुम भनेको के हो त डान्स, नाच, अनि छुदा भनेको नाच्नु, अनि छुमुल छुदा नाच्नुको मतलब नाच्नु भन्ने बुझिन्छ। र तपाईहरुले जहिले पनि क्वेशन गर्दाखेरि मिल्ने कि नमिल्यो, नमिलेको कि नमिलेन सबै हेर्ने गर्नुभयो भनेदेखि चाहिँ तपाईको अलिकति इफेक्टिभ सिकाइ हुन जान्छ।
र अब यो टेबलवाला क्वेसन रहेको छ। अब यहाँ टेबलमा चाहिँ तपाईँको माथि प्रश्न के गरिएको छ, फेगा, फे भनेको चाहिँ पानी जहाज। अब यसको पनि फेरि अरू धेरै अर्थ हुन्छ होइन। फे भनेको एउटा नासपति भन्ने अर्थ हुन्छ, अर्को तपाईँको चाहिँ गुणा, 2 गुणा, 5 गुणा, 10 गुणा भन्दाखेरि कुराहरू गर्दाखेरि प्रयोग गरिन्छ। अनि अर्को चाहिँ तपाईँको पेट भन्ने अर्थ पनि हुन्छ भने पानी जहाज भन्दाखेरि जम्मा टोटल 4वटा अर्थमा चाहिँ यसलाई प्रयोग गरिँदो रहेछ। अब यहाँनिर चाहिँ पानी जहाज भनेको पानी जहाज प्रस्थान गर्ने दिन चाहिँ कहिले हो। अब यो टेबल हेरेर हामीले यो पानी जहाज प्रस्थान गर्ने दिन पत्ता लगाउनु छ। र यहाँ भएको मिनिङहरूलाई हेरौँ। पहिला सुङसन भनेको छ। सुङसन भनेको चाहिँ तपाईँहरूले यदि प्लेन चढ्नु भएको छ भने तपाईँको बोर्डिङ पास लिने भन्छ नि, तपाईँको एयरपोर्टमा पुगे पछाडि हो त्यो बोर्डिङ पास भनेको। अनि अब तपाईँको यदि सुङछागवन भन्यो भने फेरि यसले चाहिँ टिकटलाई जनाउँछ। सुङछागवनको अर्थ टिकट अनि सुङसनगवनको अर्थ चाहिँ बोर्डिङ पास। अनि यो पानी जहाज चाहिँ बुसानबाट छेजुदो जाने रहेछ। अनि इल्सी भनेको चाहिँ मिति र समय। इलले चाहिँ मिति जनाउँछ, सीले चाहिँ समय जनाउँछ। इल्सीको मतलब मिति र समय। फेरि यो इल्सीलाई तपाईँको छुट्टै अर्थमा यसको चाहिँ इल्सी भनेको चाहिँ अस्थायी भन्ने अर्थ पनि हुन्छ। ल यहाँनिर चाहिँ इल्सीको अर्थ मिति र समय। अब यो मिति भइहाल्यो। 12 महिना 21 तारिक भनेको डिसेम्बरको 21 तारिक अनि 15:30 भनेको चाहिँ 3:30 भनेको 3:30 बजेमा प्रस्थान गर्ने रहेछ। र हामीले चाहेको एन्सर यहाँ आइसकेको छ, त्यही पनि अरू हेरौँ। दुङ्गुप भनेको चाहिँ तह अनि यिनले मान्छे जनाउँछ। अनि छिमसिल भनेको चाहिँ सुत्ने कोठा बेडरुम। अनि योगुम भनेको भाडा अथवा शुल्क। र हामीलाई तपाईँको चाहिँ प्रश्नले के मागेको थियो, छुलबाल हा नुन नाल प्रस्थान गर्ने दिन भनेको सिबिवल डिसेम्बर इसिबिरी रिम्निदा 21 तारिक हो। एन्सर भइहाल्यो। अब 11 नम्बर क्वेसनमा पनि टेबल नै भएको छ भने यहाँ माथि दिए प्रश्नले के मागेको छ पहिला हेरौँ। थाउङ मेङ्गामे थेहान। मेङ्गाम भनेको भिजिटिङ कार्ड। तलको भिजिटिङ कार्डको बारेमा भनेको यो चाहिँ भिजिटिङ कार्ड भयो। सल्मिङ र मानन गर्छन् मसिमनिका वर्णन गरेको मिल्ने कुरा के हो। अब यसलाई हेरेर हामीले यहाँ 4वटा अप्सनमध्ये कुन मिल्छ त्यो छान्नु रहेको छ। पहिला यहाँ भएको भिजिटिङ कार्डको इन्फर्मेसनलाई हामी पढौँ। थेगुगा साङ्दावन थाइल्यान्डको भाषाको परामर्शदाता किम जङ उ, यो चाहिँ नाम भयो। अनि साङदाम खानुङ सिगान परामर्श गर्नलाई सम्भव समय ओरेलबुथ खुमेल सोमबारबाट शुक्रबारसम्म 5 दिन। आउसीबुथ यसचिकाजी 9 बजेबाट 6 बजेसम्म। अनि यो इमेल चाहिँ त्यही व्यक्तिको भइहाल्यो। साङदामसिल छन्वा परामर्श कक्षको फोन नम्बर यो भयो। हिउँदै छन्वा मोबाइल फोन यो भयो। अब यो इन्फर्मेसनसँग मिल्ने कुरा चाहिँ हामी यहाँ छान्नु छ। थेगुगारो साङदाम लाम्निदा थाइल्यान्ड भाषामा चाहिँ परामर्श गर्छ। अब थेगुगा साङदाम 1 भनेको छ भनेपछि पक्कै पनि 1 नम्बर मिल्छ। तर यहाँ ओभर कन्फिडेन्ट भएर 1 नम्बरमा एन्सर लगाएर हामी अगाडि यो 3टा नपढिकन अगाडि बढिहाल्न उचित हुँदैन। ल ठिक छ, 1 नम्बर मिल्छ, त्यही पनि यो 3टालाई पढ्ने। यल्लाक्सहरू आल्सो अप्सनदा सम्पर्क नम्बर चाहिँ थाहा पाउन सकिँदैन। तर यहाँनिर सम्पर्क नम्बर 2-2वटा दिएको छ भने पछाडि थाहा पाउन सकिन्छ। किम जङ उ सिरु साङदामुल हाम्निदा किम जङ उ लाई परामर्श गरिन्छ। तर किम जङ उले चाहिँ परामर्श गर्छ भने पछाडि मिलेन। अब यदि यहाँ रुलको सट्टा गा लगाइदियो, किम जङ उ सिगा साङदामुल हाम्निदा किम जङ उले परामर्श गर्छ भन्यो भने चाहिँ मिल्थ्यो। तर यहाँ यो अवस्थामा चाहिँ मिल्दैन। छुमारेदो सप्तान्तमा पनि साङदाङ मामुरल हाम्निदा परामर्शको काम गर्छ। छुमाल विकेन्ड भन्नाले हामीले थोयोइल अनि इरेल शनिबार र आइतबारलाई चाहिँ हामी छुमाल मान्छौँ। अब यहाँ भनिएको छ सोमबारबाट शुक्रबारसम्म गरिन्छ भने पछाडि थोयोइल इरेलमा गरिँदैन, त्यस कारणले गर्दा परामर्शको काम गर्दैन। ल ठिक छ, 1 नम्बर एन्सर कन्फर्म मिल्ने रहेछ। ल अब यो ग्राफवाला क्वेसन चाहिँ तपाईँको 2022-23 को इक्जाम ताका हेर्ने हो भनेदेखि एकदमै धेरै तपाईँको सोधेको क्वेसन हो। एउटै सेटमा एउटै सिफ्टमा तपाईँको चाहिँ 5वटा 6-7वटा 8वटासम्म भन्ने सुनिएको थियो। र यो क्वेसन चाहिँ धेरै सजिलो क्वेसनमा पर्छ तपाईँको। र यसपालि चाहिँ त्यसरी धेरैवटा यो नसोध्न सक्छ, तर यो
प्र्याक्टिस चाहिँ हामीले गरिराख्नु पर्यो। माथि शीर्षकले के भनिएको छ पहिला हेरौँ। शिक्षाङ्गीन दुरे कर्मचारीहरूको यनमाल मुहिम। यन भनेको चाहिँ वर्ष, माल भनेको अन्त्य गर्दाखेरि यनमाल भनेको चाहिँ वर्षको अन्त्य होइन, वर्षको एन्डिङ। अब फेरि यनको अर्को अर्थ लगाउने हो भने यसको चाहिँ चङ्गा भन्ने अर्थ पनि हुन्छ होइन। यन्नाल लिगी सुन्नुभएको होला, चङ्गा उडाउने भनेर। त्यो मालको अर्थ चाहिँ भाषा, घोडा, कुरा, अन्त्य भनेर पढ्नुभएको होला तपाईँको सुरु ताका बेसिक पढ्न सुरु गर्दै पढिने वर्डमा पर्छ यो। र अब मालको अर्थ के अरे त अन्त्य। धेरैवटा अर्थमध्ये एउटा चाहिँ अन्त्य हो। जस्तै तपाईँहरूले छु माल, छु भनेको हप्ता, माल भनेको अन्त्य। हप्ताको अन्त्य के भयो त विकेन्ड, सप्तान्त। अब वल भनेको के त महिना, वल माल भन्यो भने महिनाको अन्त्य। त्यसै गरिकन यहाँनिर के भयो त यनमाल वर्षको अन्त्यको बेलाको योजनाको बारेमा सल्मेगुरु वर्णन गरिएको मार्गदर्शन मिल्ने कुरा चाहिँ मौसिक निकाय के हो। ठिक छ, यहाँभित्र वर्णन गरिएको कुरा अनुसार मिल्ने कुरा हामीले छान्नु रहेको छ। अब यो ग्राफवाला क्वेसनमा कमनली युज हुने शब्दावली अथवा टर्म्सहरू भनेको चाहिँ सबैभन्दा धेरै, सबैभन्दा थोरै, दोस्रोमा धेरै, दोस्रोमा थोरै, योभन्दा यो धेरै, योभन्दा यो थोरै कमनली युज हुने, अथवा यो र यो बराबरी छ, अथवा यसको पछाडि यो रहेको छ। यसरी यो कमन युज हुने शब्दावलीहरू यिनीहरू हुन्। र अब यहाँनिर हेरौँ। एक नम्बर अप्सनले के भनेछ, खुन्ग्यो भनेको चाहिँ वरिपरि, आसपासमा भनेको छेउछाउ, नजिकै। यही आन्दाको भ्रमण गर्ने भनेर थाबान उत्तर दिने शिक्षाङ्गिनी कर्मचारी खाजाङ सक्षमता सबैभन्दा थोरै छ। अब यहाँ खुन्ग्यो कहाँनिर छ, यहाँनिर छ। अनि 20, 13, 39, 28 भनेपछि सबैभन्दा थोरै यही रहेको छ भने पछाडि यहाँ पनि एन्सर 1 नै देखियो। तर हामी कन्फिडेन्ट भएर अब फेरि अरू 3टा अप्सन नपढिकन अर्कोमा गई हामी गल्ती गर्नु हुँदैन। कहिलेकाहीँ हामीले रङ पढेको पनि हुनसक्छ, त्यस कारण 3टा अप्सन अनिवार्य पढ्ने। अरू बाँकी खुङ्यानुल खन्लाम हन्दागो कन्सर्टलाई चाहिँ अवलोकन गर्ने भनेर थापान शिक्षाङ्गिनी उत्तर दिने कर्मचारी खोङ्यान कहाँ छ, यहाँनिर। यो हेर्ने भनेर अवलोकन गर्ने भनेर उत्तर दिने कर्मचारी चाहिँ छलबानु नमसुम्दा आधा। छलबान भनेको चाहिँ आधा, अनि आधाभन्दा पनि अझै बढी। अब खोङ्यान 39 छ भने पछाडि यो कदापि पनि आधाभन्दा बढी हुन सक्दैन। अब यो ग्राफहरू जहिले पनि केलाई आधार मानिन्छ, 100लाई आधार मानिन्छ, 100%लाई। त्यस कारणले गर्दाखेरि 100% को आधा भनेको 50%। र यो यहाँ भनेअनुसार आधाभन्दा बढी हुनको लागि कमसे कम पनि 51 अथवा त्योभन्दा बढी हुन पर्यो, त्यसपछि मात्रै आधाभन्दा बढी भन्न सकिन्छ। त्यस कारण मिल्दैन। अनि 3 नम्बर अप्सन खाजोक्वा शिक्षारुल हन्दागो परिवारसँग खाना खाने भनेर थापान शिक्षाङ्गिनी उत्तर दिने कर्मचारी खाजाङ मानसुम्दा सबैभन्दा धेरै छ। सबैभन्दा धेरै त यही नै थियो भनेपछि यो पनि सोचिरहनु परेन। अनि सुफो छुरु खल्लाम हन्दागो स्पोर्ट्स चाहिँ अवलोकन गर्ने भनेर थापान शिक्षाङ्गिनी उत्तर दिने कर्मचारी सुफो छुकाता छ, यहाँनिर छ। त्योलाई उत्तर दिने कर्मचारी चाहिँ थुबन्चेरो मानसुम्दा दोस्रोमा धेरै छ। दोस्रोमा धेरै भनेको पहिलो धेरै, दोस्रो धेरै। पहिलो धेरै 39 खोङ्यान, दोस्रो धेरै 28% खाजोक्वा शिक्षा भने पछाडि यो पनि मिलेन। यदि दोस्रोमा थोरै भनेको भए थोरैबाट गन्दै लाने, पहिलो थोरै यो भयो, दोस्रो थोरै यो भयो, तेस्रो थोरै यो भयो, यसरी। अब धेरै भन्यो भने पहिलो धेरै यो, दोस्रो धेरै यो, तेस्रो धेरै यो, यसरी चाहिँ गर्नुपर्ने हुन्छ। ल अब 13 नम्बर क्वेसन पनि फेरि फिनखाने नै आएको छ। युवन छुमारे यो सप्तान्तमा यहेङ्गुल भ्रमणको चाहिँ यहेङ्गुल खेवे खागो सुम्दा भ्रमणको चाहिँ योजना गरिरहेको छु। अब यहाँनिर यहेङ खागो किन मिल्दैन भन्ने कुरा हो। अर्को हप्ता गइरहेको छु, गइ त प्रेजेन्ट कन्टिन्युस भयो। अर्को हप्ता गइरहेको छु मिल्दैन। अर्को हप्ता गइरहेको हुनेछु फ्युचर पर्फेक्ट बोल्ने हो भनेदेखि चाहिँ फ्युचर पर्फेक्ट, फ्युचर कन्टिन्युस बोल्ने हो भनेदेखि चाहिँ यहेङ्गु खागो इसु कये यो बनाउने हो भनेदेखि चाहिँ त्यो चाहिँ मिल्न सक्छ। तर अर्को के अरे यो सप्तान्त भनेको आउनै बाँकी छ। यो आउनै बाँकी कुरामा चाहिँ गोइता प्रेजेन्ट कन्टिन्युस जोड्न मिलेन।
अनि खात्ताउगो गएर आएको यो गइसकेको कुरा जनाउने भयो। छुलबाल प्रस्थान, अब प्रस्थान भन्नु र जानु भन्ने झन्डै उस्तै कुरा भइहाल्यो, त्यस कारणले गर्दा मिल्दैन। छुलबाल खाएको अर्को हप्ता के अरे अर्को हप्ता होइन, यो आउने सप्ताहन्तमा चाहिँ प्रस्थान गरिरहेको छु। अब अहिले प्रस्थान गरिरहेको छु भन्न चाहिँ मिल्यो, तर पछि प्रस्थान गरिरहेको छु भन्न सकिँदैन। त्यस कारणले गर्दा एन्सर खेवेगुल हागै सुम्दा योजना बनाइरहेको छु। खाजोकदुल्बा हाम्के परिवारसँगै पोखराए पोखरा खा फोरेको हामी दा गई हेर्ने विचार गरेको छु। ल सजिलै क्वेसनमा पर्छ यो। ल 14 नम्बर क्वेसन, खेसोक लगातार उन्दुङु हानिका व्यायाम गरेकोले मुम्दो शरीर पनि खाब्यवजीको हलुका हुँदै गएर खन्गाङ्दो स्वास्थ्य पनि छोआजेसम्म राम्रो हुँदै गयो। अब यहाँनिर पनि आजिदा भन्ने ग्रामर जोडिएको छ, यहाँ पनि त्यही सेम ग्रामर जोडिएको छ। आजिदा अजिदाको अर्थ चाहिँ कुनै कुरा क्रमिक रूपमा परिवर्तन हुँदै जानु भन्ने कुरालाई चाहिँ बुझाउँछ। खाङमुरी थरवजस नदीको पानी चाहिँ फोहोर हुँदै गयो होइन, एकैचोटि झट्ट परिवर्तन हुने कुरा नभएर बिस्तारै 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 परिवर्तन हुँदै 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 जाने कुरालाई चाहिँ आजिदा अजिदाले व्यक्त गरिन्छ। त्यस कारणले गर्दाखेरि खाबेबको भन्यो भने एकैचोटि झट्ट हल्का भएको भन्ने बुझिन्छ। त्यसकारण यो आजिदा अजिदा चाहिँ के त बिस्तारै क्रमिक रूपमा हुँदै जाने कुरालाई व्यक्त गर्ने भएकोले गर्दाखेरि एन्सर चाहिँ 4 भयो। 1 नम्बर मिलेन। अब यो मेन ग्रामर त मिल्ने कुरै भएन। ल मुआसे थ्यानवाला क्वेसन छ। यो मुआसे थ्यानवाला क्वेसन पनि हामीले अलिकति ध्यान दिएर पुरा बुझेर नै गर्नुपर्ने हुन्छ, किनकि यो सुरुबाट अन्तिमसम्म प्याराग्राफले हरफले भन्न खोजेको जिस्ट समरीलाई हामीले बुझ्नुपर्ने हुन्छ। यो क्वेसन मिलाउनको लागि कुनै भाग कुनै पोर्सन मात्रै बुझेर यो क्वेसन मिलाउन गाह्रो हुन्छ, पुरै समरी बुझ्नु पर्यो यसको। ख्वाग विगतमा चाहिँ इन्गाने मानवको वाल्तुङिना क्रियाकलाप अथवा मुनुवागा संस्कृति नामाइन्नुन बाँकी रहेको छाङसोरो स्थानको रूपमा यक्साजक ऐतिहासिक मुनुवाजक सांस्कृतिक खाचिरो महत्त्वलाई छिनिन भनेको चाहिँ बोकेको, यसको भाव भनेको चाहिँ छिनिदा क्यारी गर्नु बोक्नु भन्छ। खाचिरो छिनिन खुसिनिदा महत्त्व बोकेको स्थान हो। सुरु मुख्य गरेर यत खन्छुक मूल पुरानो भवन मुदम चिहान सावन मन्दिर वा मस्जिद। अब यसको पनि अर्थ मन्दिर मस्जिद कर्मचारी हुन जान्छ। अब यहाँ चाहिँ हामीले मन्दिर वा मस्जिद लगाउनु पर्यो। थोगु औजार दुङ्गी आदि नामाइन्नुन बाँकी रहेको हेन्जाङ्गु मारान्दा क्षेत्रलाई भनिन्छ। ल अब यसले भन्न खोजेको के हो त, विगतको मानवहरूको अथवा मानिसहरूको चाहिँ क्रियाकलाप संस्कृति होइन, अब तपाईँको संस्कृति अनि भवन चिहान मन्दिर मस्जिद आदि कुराहरू चाहिँ बाँकी रहेको स्थान अथवा क्षेत्रलाई चाहिँ के भनिन्छ, इजक चाहिँ ऐतिहासिक। ल ऐतिहासिक हो कि ऐतिहासिक स्थल। अनि हानो भनेको तपाईँहरू सबैलाई थाहा होला, यो हानोको अर्थ चाहिँ कोरियाको परम्परागत घर। अनि मिन्सोकछोन भनेको चाहिँ प्राचीन गाउँ, प्राचीनको मतलब पुरानो गाउँ। अनि युवनजी भनेको चाहिँ मनोरञ्जनात्मक पार्क हुन्छ, यो खेल्ने पार्क मनोरञ्जन गर्ने पार्क मनोरञ्जनात्मक पार्क एम्युजमेन्ट पार्क भन्छ इङ्ग्लिसमा। ल बुझ्नु होला यो प्यासेजले भन्न खोजेको सर्व एकचोटि भनिदिन्छु, फेरि सुन्नु होला है त। ख्वागैन गाने वाल्तुङिना विगतको मानिसहरूको चाहिँ क्रियाकलाप अथवा मुनुवागा नामाइनु संस्कृति बाँकी रहेको छाङसोरो स्थानको रूपमा यक्साजक ऐतिहासिक मुनुवाजक सांस्कृतिक खाचिरो महत्त्वलाई चाहिँ छिनिन खुसिन्दा बोकेको स्थान हो। छुरो मुख्य गरेर यन खन्छुङमूल पुरानो भवन मुदम चियान सावन मन्दिर मस्जिद थोगु औजार दुङ्गी आदि नामाइनुन बाँकी रहेको हेन्जाङ्गु मारान्दा क्षेत्रलाई स्थानलाई भनिन्छ युजकची ऐतिहासिक स्थल। ल अब यो पनि मसित ठान्ने रहेको छ, त्यहाँनिर सुन्नु होला। अघि नै मैले भनिहालेँ पुरा प्यासेजको जिस्टलाई हामीले बुझ्नुपर्ने हुन्छ। हान्गुगुल कोरियालाई थेफ्यो हानुन प्रतिनिधित्व गर्ने, थेफ्यो भनेको चाहिँ प्रतिनिधि रिप्रेजेन्टेटिभ हो, र थेफ्यो हानुन भन्दाखेरि प्रतिनिधित्व गर्ने छन्थुङ फोयाङ उम्सिकजुङ परम्परागत स्वास्थ्यकर, फोयाङको अर्थ स्वास्थ्यकर
उम्सिकजुङ खानामध्ये हानारो एकमा चाहिँ याङ्गे सोगे, याङ्गे भन्नुको अर्थ चाहिँ कुखुरा चिकन नै हो। तर चिकन कस्तो भने एकदमै धेरै छिपेको ठुलो चिकन नभएर अलिकति सानो हैन। सानो भन्नाले चल्लै बच्चै पनि होइन र एकदमै छिपेको पनि होइन, ठिक्कको मिडल एजको। याङ्गे सोगे चिकनभित्र इन्साम भनेको एक प्रकारको जडीबुटी जसलाई चाहिँ जिन्सेङ भनिन्छ, बुकमा तपाईँले पढिराख्नु भएको छ। छापसाल भनेको स्टिकी राइस, स्टिकी राइस मतलब अलिकति टाँसिने खालको चामल, पकाएपछि टाँसिने भात टाँसिने टाइपको। अनि थेचु भनेको छोकडा। मानुल लसुनदुङ आदि फोयाङ छेरेरो स्वास्थ्यकर सामग्रीलाई नखो राखेर फुक्खोवा, फुक भनेको चाहिँ पुरा मजाले, फुक सुइदा भन्छ पुरा आराम गर्नु, त्यस्तै फुक्खोवा पुरा अथवा मजाले उमालेर। अब यहाँनिर भएको फेरि झुक्केला तपाईँहरू, तपाईँको चाहिँ खोदा भनेको चाहिँ उसिन्नु अथवा उसिन्नु भनिन्छ, स्टिम। र यो फेरि खोआ भन्ने, अब यो यसबाट चाहिँ यो बनेको हो, तर खोआ भन्ने छुट्टै नाउन रहेको छ। यसको अर्थ चाहिँ फेरि अनाथ हुन जान्छ। ल अब यहाँनिर भएको यो खोवाको स्रोत चाहिँ के रहेछ त, खोदा भन्ने भयो। फुक्खोवा पुरा उमालेर चाहिँ मान्दो नुन बनाएको खुङ्मुरी नुन सुप भएको उम्सिकिना खाना, के अरे उम्सिकिम्निदा खाना हो। छुरो मुख्य गरेर यरुम छल ग्रीष्मयाममा खिरियत भनेको चाहिँ शक्ति, वेकबुक भनेको चाहिँ रिकभरी, इनर्जी रिकभरी भनेको चाहिँ शक्ति लाभ, र खनगाङ छुङजिनुलुहे स्वास्थ्य प्रवर्धनको लागि मङनुन खाने उम्सिकिम्निदा खाना हो। अब यो तपाईँको नर्मली बुझिसक्नुभयो, यो सजिलो क्वेसनमा पर्छ र बुकमै पनि रहेको छ। तपाईँको चाहिँ कोरियनहरूले गर्मी याममा, गर्मी मौसममा चाहिँ पसिना बगेर तागत कम भएको बेला तागत बढाउनको लागि भनेर उनीहरूले साम्गेथाङ खाने गर्छन्। सजिलै क्वेसन रहेको रहेछ। अब यो तकुक, अब केकको सुप भनौँ, तक भनेको केक हो। अब यो चाहिँ कुन बेला खान्छन् भन्दा नयाँ वर्षमा। थैन्जाङको, अब थैन्जाङको सुप भइहाल्यो। अब यो खानाको परिकार रेसिपी कसरी बनेको छ याद नगरे पनि फरक परेन। मियागु, मियागको सुप भनेको यो कुन बेला खान्छ तपाईँलाई थाहा नै होला, मियागु जन्मदिनको बेलामा। ल 17 नम्बर क्वेसन रहेको छ तपाईँको चाहिँ नेउङबा खाथुन विषयसँग उस्तै। अब यो विषयसँग उस्तै क्वेसन चाहिँ यो पुरै प्याराग्राफ पढेर बुझेको राम्रो, तर यदि बुझिएन गाह्रो लाग्यो भने पनि तपाईँहरूले आत्तिहाल्नु पर्दैन। कहिलेकाहीँ एन्सर अन्तिम भागतिर, कहिलेकाहीँ एन्सर सुरु भागतिर, कहिलेकाहीँ बिच भागतिर मात्रै पनि एन्सरहरू हुन सक्छन्। र सामान्यतया कि त सुरु पार्टतिर या त अन्तिम पार्टतिर चाहिँ एन्सरहरू देखिने गर्छ यसको। त्यसको मतलब फेरि त्यहीँ मात्रै हुन्छ भन्न खोजेको होइन, नर्मली चाहिँ त्यसरी देखिन्छन्। र हामीले कहिलेकाहीँ तपाईँको पुरै प्याराग्राफ नबुझ्दाखेरि पनि यो मिलाउन सकिने अवस्था चाहिँ रहन्छ, तर त्यो भन्दैमा नबुझ्नुहोस् भन्न खोजिएको चाहिँ होइन। सकेको चाहिँ पुरै पढेर बुझेर गरेको राम्रो हो। र तपाईँको मैले भन्न खोजेको चाहिँ के हो भने फाइनल इक्जाममा एकदमै गाह्रो प्यासेज देखियो, आत्तिहाल्नु जरुरी छैन, अलिकति शान्त भएर ध्यान दिएर हेर्नुभयो भने मिलाउन सकिने चान्सेस हुन्छ यसमा। र अहिले चाहिँ हेरौँ यहाँनिर के भनिएको छ। हानगुगे सनन कोरियामा चाहिँ आइए बच्चाको छब्बन्चे पहिलो सेङ्गिरो जन्मदिनलाई थोरिरागो माराम्निदा थोल भनेर भनिन्छ। थोलको अर्थ ढुङ्गा पनि हुन्छ, थाहा हो तपाईँलाई। थोरै नुन पहिलो जन्मदिनमा चाहिँ आइगा बच्चाले मुलगनु सामान छाम्नुन समात्ने थुक्पेलहान विशेष हेङसारुल हाम्निदा कार्यक्रम गरिन्छ। पहिलो जन्मदिनमा चाहिँ बच्चाले सामानहरू समात्ने विशेष खालको कार्यक्रम गरिन्छ। आइगा बच्चाले खोमुल छाम्यान बललाई समात्यो भने उन्दोङ सन्सु खेलाडी, माइकहरू छामुम्यान माइक समात्यो भने यनेमी कलाकार थेलगसिरहेको हुन्छ भनेर सेङ्गा खामिदा सोच्दछन्। अब यो भनेको चाहिँ चलन हो। अब बच्चाले तपाईँको चाहिँ त्यो समात्नु बित्तिकै त्यो भइहाल्छ भन्ने कुरा होइन, यो बुझ्नुभएकोलाई एउटा के त पुरानो परम्परागत चलन हो, एउटा मान्यता हो यो। केनफिरुन पेन्सिल चाहिँ सनसेङ्गिम शिक्षक थोनुन पैसा चाहिँ फुजारु उइमियामिदा धनीको अर्थ दिन्छ। ल यदि पेन्सिल समात्यो भने शिक्षक बन्छ, अथवा धेरै पढ्छ भन्ने अर्थ पनि हुन्छ किताब समात्यो भने होइन। अनि पैसा समात्यो भने धनी हुन्छ भन्ने। अब यहाँनिर दिएको छैन अझै के त, धागो समात्यो भने लामो आयु हुन्छ, चक्कु समात्यो भने साहसी हुन्छ। यसरी विभिन्न सामान अनुसारको चाहिँ अर्थहरू राखिएको हुन्छ। ती सामानमध्ये कुन सामान समात्यो बच्चाले त्यसै अनुसार उसको चाहिँ भविष्यवाणी गर्ने चलन रहेको छ कोरियनहरूको।
आई आफे बच्चाको अगाडि नुन मुलगान्दुरे राखिएको सामानहरूको उइमी नुन अर्थ चाहिँ थारुजीमान फरक भए तापनि भनेको हरेक सामानको अर्थ चाहिँ के हुन्छ, फरक हुन्छ। तर पनि मोदु आइए सबै बच्चाको खनगाङ वा हेङ्बोगु स्वास्थ्य र खुसीलाई सेङ्गा खानु सोच्ने माओमी थुराइ सुन्दा मन रहेको हुन्छ। ल जेसुकै सामानको अर्थहरू विभिन्न भए तापनि ती सबै सामानहरू जेसुकै होस्, ती सबैको एउटा आशय चाहिँ के रहेछ त, स्वास्थ्य र खुसी भन्ने। ल अहिले चाहिँ हामीले अब यो चारवटा मध्ये कुन चाहिँ मिल्छ त्यो छान्नु रहेको छ। मोदुन मोगन्दुरे सबै सामानहरूको तुसुन अर्थ चाहिँ तोकात्सुनिदा, तोकात्ता भनेको उस्तै, सेम, दुरुस्तै। अब यहाँ के छ, थारुजीमान फरक भए तापनि उस्तै फरक भने पछाडि यो मिल्दैन। अनि आई गा मुलगानु मानि छाउमेन बच्चाले सामान धेरै समात्यो भने थछोसुमी त अझै राम्रो हुन्छ। तर ती सामानहरू मध्ये एउटा समात्यो बच्चाले, धेरै समात्यो भने भन्ने होइन, त्यस कारण मिलेन। यानि नि थैको सिफुम्यान कलाकार बन्न मन लाग्यो भने अब 1 वर्षको बच्चाले सोचेर समात्ने कुरो हुँदैन, उसले झुकेर समात्ने हो कुनै, र त्यो झुकेर समातेको आधारमा चाहिँ उसको भविष्यको अनुमान गर्ने हो। त्यस कारणले गर्दा बच्चाले हैन मन लाग्यो भने माइक समात्छ भन्न मिलेन। अनि मुलगानु छाम्नुन हेङसानुन सामान समात्ने कार्यक्रम चाहिँ छतबन्चे पहिलो सेङ्गिरे हामीदा जन्मदिनमा गरिन्छ। यो कुरा यहाँ फर्स्टमै भनेको छ, छतबन्चे सेङ्गिरो थोरिराको हामीदा थोरै नुन पहिलो जन्मदिनमा चाहिँ आइगा मुलगानु छाम्नुन समात्ने थुप्पेलान हेङसारो हामीदा विशेष कार्यक्रम गरिन्छ। त्यस कारणले गर्दा एन्सर 4 रहेको छ। ल क्वेसन नम्बर 18 हेरौँ। सावन यरबुन्दुके कर्मचारीहरूलाई अलिमिदा जानकारी गराइन्छ। मेवाल प्रत्येक महिना सेच्चे इरे तेस्रो आइतबार मुरे छिल्लो फादुल सुइसुम्दा निशुल्क उपचार पाउन सकिन्छ। छिल्लो खुवामा गुण उपचारको विषय चाहिँ भनेको के विषयमा, कुन कुरामा चाहिँ उपचार पाइन्छ? उपचारको विषय चाहिँ वेक्वा बहिरङ्ग, अब नेपालीमा बहिरङ्ग भनिन्छ। बहिरङ्ग मतलब तपाईँको चाहिँ बाह्य रोग। अनि नेगवा अन्तरङ्ग भनिन्छ, अन्तरङ्ग भनेको चाहिँ भित्री रोग। अनि छिगयमेय दन्त भनेको चाहिँ दाँतसँग सम्बन्धित रोग हो। छिल्लो फात्किरु वनासिनुन उपचार पाउन चाहनुहुने बुनुन व्यक्तिले चाहिँ ओहु हान्सी बुथ दिउँसो 1 बजेबाट यसपछि साइए 6 बजेको बिचमा होइसा खुन्छ कम्पनी नजिकै हान्डु फेङ्गोनुरो कोरियन हस्पिटलमा ओसिमेन थेमिदा आउनुभयो भने हुन्छ। यागुन बुकिङ चाहिँ फेरि अप्सम्य आवश्यक छैन, होइन, बुकिङ गरिरहन जरुरी छैन। यगनिना पासवर्ड अथवा वेगिङ थुनुचुङ्गु विदेशी परिचय पत्र खाजे ओसिमेन थेमिदा लिएर आउनुभयो भने हुन्छ। यरबुने यहाँहरूको माननीय फारमनिदा धेरै प्रयोगको कामना गर्दछौँ। ल अब यहाँनिर चाहिँ तपाईँको के जानकारी गराएको रहेछ त, कर्मचारीहरूको लागि चाहिँ तपाईँको निशुल्क उपचार, तर निशुल्क उपचार सबै क्षेत्रमा होइन। बहिरङ्ग बाह्य रोगसँग, नेगवा अन्तरङ्ग भित्री रोगसँग, छिगवा दाँतसँग सम्बन्धित रोगहरू भएको खण्डमा हामीले निशुल्क उपचार पाउन सक्छौँ। महिनाको तेस्रो आइतबार भनेको महिनामा 1 चोटि, अनि 1 बजेबाट 6 बजेसम्म भनेको अपराह्नको समयमा। र अलरेडी पहिला नै बुकिङ गर्न जरुरी छैन, त्यसै दिन त्यसै बेला पासपोर्ट अथवा विदेशी परिचय पत्र लिएर गयो भने हुन्छ। र धेरै प्रयोग गर्नुहोस् भनेर कामना पनि गरिएको छ। अब यो 4वटा मध्ये कुन आन्सर हुन्छ हेर्दै जाउँ। 1 नम्बर सिन्मुङसुङ्गु खाजुको खास परिचय पत्र लिएर गएर या खेया हामीले त बुकिङ गर्नुपर्छ। यहाँ फेरि अप्सन आवश्यक छैन, त्यस कारणले मिलेन। नुनि आफू यहाँ आँखा दुख्यो भने हाङ्गु फेङ्गुरु खाम्यान्थेमिदा कोरियन हस्पिटलतिर गयो भने हुन्छ। आँखा दुख्यो भने, तर यहाँनिर के छ, वेक्वा बहिरङ्ग, नेगवा भित्री रोग, छिगवा दाँत 3टा मात्रै छ, आँखा सम्बन्धी छैन। छिल्लो सिगानु उपचारको समय चाहिँ ओजन वा उहुरो बिहान र दिउँसो भनेको चाहिँ एएममा र पिएममा नानुवा जयसम्म बाँडिएको छ। तर दिउँसोको 1 बजेबाट 6 बजे भनेको त ओहु पिएम मात्रै पर्यो, त्यसकारण मिलेन। ल अब 4 चाहिँ एन्सर मिल्न पर्यो। आन्दारे हानबन 1 महिनामा 1 पटक मुर्योहरू निशुल्कमा छिल्लो फादुल सिसुन्दा उपचार पाउन सकिन्छ। प्रत्येक महिनाको तेस्रो आइतबार। अब त्यो तेस्रो आइतबार त महिनामा 1 चोटि मात्रै आउँछ,
त्यसकारण हान्दारे हानबन भन्न मिल्यो। ल 19 र 20 नम्बर क्वेसन चाहिँ तपाईँको आल्माजुन अहुइवाला रहेको छ। यो अब अहुइवाला क्वेसनहरू चाहिँ सामान्यतया औजारहरूसँग रिलेटेड अथवा जस कुनै कामसँग रिलेटेड भएर प्राय गरी आउने गर्छ यो। र यसमा पनि तपाईँहरूले यदि फाइनल इक्जाममा गाह्रो क्वेसन देखिहाल्नु भयो आत्तिहाल्नु पर्दैन, ठ्याक्कै एउटा मात्रै काम चिन्नुभयो भने पनि यसमा मिल्ने सम्भावना रहन्छ। सकेको पुरै बुझ्न राम्रो, तर कहिलेकाहीँ हामीलाई त्यसरी गाह्रो क्वेसन परिहालेको खण्डमा पनि हामीले नआत्तिकन ध्यान दिएर त्यहाँनिर आफूले बुझेको कुरा चाहिँ कहाँनिर छ के छ भनेर चाहिँ खोजेर हेर्नुभयो भने हामीले प्यासेज पुरै मजाले नबुझ्दै पनि एन्सर मिल्ने सम्भावना हुन्छ। यसको मतलब तपाईँहरूलाई चाहिँ कम पढे पनि हुन्छ भन्न खोजिराखेको छैन, यो कुरा बुझ्नुहुन्छ होला तपाईँहरूले। ल 19 मा हेरौँ। वेबु भनेको बाहिरी बाह्य, छुङ्ग्यक इना, छुङ्ग्यक भनेको चाहिँ यसरी झड्का लाग्नु अथवा ठोकिनुलाई भनिन्छ। बाहिरी झड्का अथवा ठक्कर वा आम्ने कुरो बुथ, आम्ने भनेको चाहिँ प्रेसर चाप, अनि प्रेसरबाट छेपुमूल सामानलाई चाहिँ पोहागी उयान सुरक्षा गर्नको लागि फोजाङसी प्याकिङ गर्ने बेलामा समयमा साइहानु प्रयोग गर्ने सोझै मिल्दा सामग्री हो। अब यो चाहिँ तपाईँहरूको च्याप्टर 36 बाट लिएको क्वेसन हो। तपाईँहरूले आफ्नो कोर्स बुकमा हेर्नुहुँदा पनि हुन्छ। च्याप्टर 36 मा यो दिएको छ। अब यहाँनिर वानछुङजे, फाङछङजी अनि फारेथु त धेरै फरक भइहाल्यो। तपाईँको चाहिँ फारेथु भनेको चाहिँ सामानहरूलाई उचाल्नको लागि यसमाथि चाहिँ सामान राखेर सामानलाई उचाल्ने काम गरिन्छ। अनि फोजाङ खिजुन छ प्याकिङको चाहिँ, खिजुन छ भनेको चाहिँ मापदण्ड अथवा कसरी प्याकिङ गर्ने भनेर लेखेको एउटा पत्र हो। यो दुइटै टोटली मिलेन। अब अलिअलि भुलेको खण्डमा कहिलेकाहीँ यो दुईटा मध्ये कन्फ्युजन हुन सक्ला, तर फाङछङजी भनेको चाहिँ खिया प्रतिरोधी, त्यो प्याकिङ गर्ने वस्तुलाई चाहिँ भनिन्छ। भनेको खिया लाग्न नदिने गरेर सामान्यतः धातुको चिजहरूलाई प्याकिङ गर्दाखेरि यसको प्रयोग गरिन्छ। र यसको प्रयोग चाहिँ सजिलै गरिकन फुट्ने सामानहरू नफुटोस् भन्नको लागि, फुट्नबाट जोगाउनको लागि यसको प्रयोग गरिन्छ। अब चाहिँ यसलाई चाहिँ के भन्ने, फाङछङजी एकरी वानछुङजी भनेको चाहिँ फुट्नबाट जोगाउनलाई प्रयोग गरिने प्याकिङ गरिने वस्तु। ल यसको एन्सर रहेको छ वानछुङजे। अब यहाँनिर माथि के भनेको थियो त, बाहिरी झड्का ठक्कर अथवा प्रेसरबाट चाहिँ सामानलाई सुरक्षा गर्नको लागि प्याकिङ गर्ने बेलामा प्रयोग गरिने सामग्री भने पछाडि 1 नम्बर एन्सर रहेको छ। ल क्वेसन नम्बर 20 मा थुक्काउन भनेको बाक्लो, खुम्सोक फानिन फलामको धातुको पाता अथवा यालबुन छलफानु पातलो पातालाई छङ्वा खागो क्लियरली अथवा तपाईँको एक्युरेटली कालको मागे चिटिक्क गरी भनेको चाहिँ फोर एकदमै भद्दा नहुने गरेर चिटिक्क गरी छलतान हाल्सु इत्तोरो काट्न सक्ने गरी छेजाक्दैन बनाइएको छनमुन छलतान थोगे मिल्दा विशेष काट्ने औजार हो। अब यहाँनिर एउटा कुरा चाहिँ के नझुकिनु होला भने थुकाउन भनेको बाक्लो, बाक्लो भन्नाले यहाँनिर एकदमै धेरै बाक्लो फलामको पातालाई भन्न खोजेको छैन, हल्का बाक्लोलाई भन्न खोजेको खासमा चाहिँ यहाँनिर। अब धेरै बाक्लोलाई चाहिँ तपाईँको यो फान्गुम खावीले काट्न सम्भव छैन, तर यहाँ एन्सर बनाएको चाहिँ फान्गुम खावीलाई हो। यस फान्गुम खावी भनेको चाहिँ फलामको यो पाताहरूलाई काट्ने कैँची हो र भयङ्कर बाक्लो पाताहरूलाई चाहिँ काट्न सम्भव छैन, त्यो कुरालाई याद गर्नु होला। फान्गुम खावी फलामको पाता काट्ने कैँची एन्सर रहेको छ। अब यो छन्जन खावी भनेको चाहिँ यो रुखको सानसानो हाँगाहरूलाई, हाँगा डाला जे भने पनि रुखको हाँगा अथवा डालाहरूलाई काट्ने कैँची भयो छन्जन खावी। अनि खासुयोङ जबकि चिनिहाल्नुहुन्छ ग्यास वेल्डिङ मेसिन, छन्गी छल्ताङ्गी विद्युतीय कटर मेसिन काट्ने मेसिन भइहाल्यो। ल रिडिङको सकिएको छ र तपाईँहरूले कतिवटा मिलाउनु भयो आफूलाई चेक गर्नु होला। र अब चाहिँ लिसनिङको क्वेसन, हामीले रिडिङको चाहिँ सल्भिङ सकिसकेको छौँ भने अब लिसनिङको पनि हामी सल्भिङ अहिले नै गर्नेछौँ। र 21 नम्बरमा तपाईँको चाहिँ यसलाई सजिलोको लागि त्यति इफेक्टिभली तपाईँको अडियो कतिको सुनिन्छ सुन्दैन, तर सजिलोको लागि चाहिँ म बजाउँदै एकैचोटि नै सल्भिङ गरेर जानेछु।
सुन्नु होला, अब 21 नम्बर भनेको थुरुन गसुल हो। यहाँ चाहिँ जे सुनिन्छ त्यो मात्रै हामीले छान्नुपर्ने हो। त्यस कारणले गर्दा यो सजिलै क्वेसनमा पर्दछ। र अब 21 नम्बरको लिसनिङ चाहिँ म डाइरेक्ट बजाउँछु र त्यो बजेकै अडियोलाई नै क्याप्चर गर्ने भएकोले गर्दाखेरि भन्ने जति राम्रो नसुन्नु नसक्छ, ध्यान दिएर सुन्नु होला है त। ल 21 नम्बरमा यो चारवटा अप्सन मध्ये कुन चाहिँ अडियोले भन्छ सुन्नु होला। 구경 खुग्याङ भनेर चाहिँ अडियोले भनेको छ। अब खुग्याङ चारवटा अप्सन मध्ये कहाँनिर छ भन्दाखेरि खुमङ भनेको प्वाल। अब यसको मिनिङहरू पनि पढ्दा हुन्छ। खुमङ भनेको चाहिँ प्वाल, अब त्यहाँ त खुग्याङ भनेको छ। त्यस कारण खुब्याल भनेको छुट्याउनु, सेपरेसन गर्नु होइन। त्यहाँ हामीले खास गरी चाहिँ अडियोले के भनेको छ त्यो कुरा छान्नु हो। अब अडियोले चाहिँ खुग्याङ भनेको थियो, त्यस कारण एन्सर 4। अनि यो खुगाङ खासै यसलाई चाहिँ कन्ठ नगर्दा पनि हुने खालको मिनिङ हो। यो खुगाङ भनेको चाहिँ हाम्रो मुखको द्वार, यो मुखबाट यो घाँटीको भागसम्मको द्वारको भागलाई चाहिँ भनिन्छ खुगाङ। ल 21 नम्बर क्वेसन यो भयो। अनि त्यसपछि यो 22 नम्बर चाहिँ हालसालै एचआरडीले नयाँ प्याटर्न भनेर थपेको प्याटर्न अन्तर्गतको चाहिँ क्वेसन हो यो। ल सुन्नु होला, म डाइरेक्ट क्वेसन नम्बर नबजाइकन अडियो डाइरेक्ट बजाइदिन्छु। 보고 फोगो, फेरि सुन्नु होला, फोगो। अब हामीले फो त्यहाँनिर छँदैछ, गो यहाँनिर फोगो होइन। फोगो भनेको चाहिँ रिपोर्ट हुन जान्छ अर्थ, अनि फोमै यसको अर्थ बन्न जाँदैन। फोहो भनेको सुरक्षा, फोथोङ प्राय होइन। अब 23 नम्बर पनि त्यही प्याटर्नकै क्वेसन रहेको छ। म डाइरेक्ट तपाईँको चाहिँ क्वेसन नम्बर नबजाइकन अडियो बजाउन जाँदैछु, ध्यान दिएर सुन्नु होला। 창문을 열어주세요. 창문을 열어주세요. ल 다시 들으십시오. 창문을 열어주세요. 창문을 열어주세요. 잘 खोलिदिनुहोस्। 을 열어주세요 माथि नै छ। अब हामीले छान्नु परेको छ छाङमुन मात्रै। यो चारवटा अप्सन मध्ये छाङमुन 4 मा रहेको छ, त्यसकारण एन्सर चाहिँ 4 हुन गयो। अब 24 नम्बर क्वेसन, यो चारवटा पिक्चर मध्ये एउटा पिक्चर छान्नु पर्ने हो हामीले। ल सुन्नु होला, चारवटा पिक्चर मध्ये एउटा पिक्चरको बारेमा चाहिँ अडियोले व्याख्या गर्नेछ अथवा अडियोले भन्नेछ। 자전거를 타요. 자전거를 타요. 다시 들으십시오. 자전거를 타요. 자전거를 타요. साइकल चढ्छु, सजिलो छ, बुझिहाल्नुभयो। यहाँनिर चाहिँ सुरी मर्मत, गाडी मर्मत गर्दैछ, यहाँ साइकल मर्मत गर्दैछ, अनि यहाँनिर चाहिँ ड्राइभिङ उन्जन गरिरहेछ। अब यो 25 मा चाहिँ यो चारवटा अप्सन मध्ये एउटा अप्सनमा चाहिँ यो पिक्चरको बारेमा। अब यहाँ दिएको पिक्चर के छ, टोपी, टोपीलाई मोजा भनिन्छ। चारवटा मध्ये एउटा अप्सन चाहिँ पर्छ। म तपाईँको यो क्वेसन नबजाइकन सिधा अप्सन बजाइदिन्छु तपाईँहरूलाई। 1번 지갑입니다. 지갑입니다 पर्स हो। मैले दोहोऱ्याएर बजाइनँ किनकि अगाडि नै अडियो छ, त्यो तपाईँले दोहोऱ्याएर सुन्नु मन लागेन। यो चाहिँ सल्भिङ मात्रै भएकोले गर्दा एन्सर कुन हो भनेर हामीले छान्नु मात्रै रहेको छ हाम्रो काम। 2번 모자입니다. मोजा입니다 टोपी हो भनेपछि 2번 정답은 2번। अरू अप्सनमा केही नयाँ मिनिङ छ कि सुनौँ। 3번 우산입니다. 우산입니다 छाता हो। 가방입니다. 가방입니다 झोला हो, नयाँ मिनिङ रहेनछ। हामी अगाडि बढौँ। ल अब 26 मा यहाँनिर यो कार्य एक्सन चिन्नु पर्यो हामीले। यहाँ के गर्दैछ, अब यहाँनिर चाहिँ के गर्दैछ, बोलिङ। बोलिङ अब कति नम्बरमा भन्छ त्यो हामीले छान्नु रहेको छ। 1. 볼링장입니다. 볼링장 भनेको चाहिँ बोलिङ गर्ने स्थान हो भनेर चाहिँ भनिएको छ। अब एन्सर तपाईँको बोलिङजाङ, त्यहाँ बोलिङ गरिरहेछ। 1 नम्बरमा चाहिँ एन्सर भइ नै हाल्यो भनेदेखि अब अरू अप्सनमा केही नयाँ मिनिङ हुनसक्छ, सुनौँ। 야구장입니다. बेसबल ग्राउन्ड हो। 축구장입니다. फुटबल ग्राउन्ड हो। 농구장입니다. बास्केटबल ग्राउन्ड हो, नयाँ मिनिङ छैन। हामी अगाडि बढौँ। 27 मा रहेको छ। हामी एकैचोटि अप्सन बजाउनतिर लागौँ। 식사를 하고 있습니다. शिक्षाहरू हागो 있습니다 खाना खाइरहेको छ। अब त्यहाँ खाना खाइरहेको छ भने पछाडि पक्कै एन्सर 1 नै भइहाल्यो भनेदेखि अब अरू अप्सनमा केही छ भने हामी सुनौँ। 낮잠을 자고 있습니다. नाछाम, नाथ भनेको चाहिँ दिन भयो। नाछाम, छामको अर्थ चाहिँ निन्द्रा। नाछाम छादा छ चाहिँ अर्को।
नाछामु छादा दिउँसो सुत्नु हामी दिउँसो एकैछिन रेस्टको लागि सुत्नुलाई चाहिँ नाछामुल छादा भन्छ फेरि यो कहिलेकाहीँ झुकिन्छ तपाईँको नुछामुल छादा नुत भनेको चाहिँ अबेर नुत्ताबाट आएको नुछामुल छादा भनेको खण्डमा चाहिँ ढिलोसम्म अबेरसम्म सुत्नुलाई चाहिँ नुछामुल छादा भनेर भनिन्छ 공부를 하고 있습니다. अध्ययन गरिरहेको छ 차를 마시고 있습니다. छारू मासिको सुन्दा चिया पिइरहेको छ भनेपछि एन्सर 1 नम्बरै भइहाल्यो शिक्षाहरू लागु सुन्दा अब यहाँनिर नासामती हो स्कुल किला चाहिँ कतिवटा छ भन्ने कुरा चाहिँ हामीले छान्नु छ अब कति नम्बर अप्सनमा भन्छ सुन्दै जाउँ 세 통 있습니다. सेथोङ थोङले चाहिँ अब तपाईँको चाहिँ थोङ पनि दुई किसिमको हुन्छ हैन थोङ अनि तपाईँको थोङ अब एउटाले चाहिँ तपाईँको यो जर्किनहरूलाई जनाउँछ भने अर्को चाहिँ तपाईँको टनेलहरूलाई जनाउने गर्छ थोङले र सेथोङ भने चाहिँ यो त अब जर्किन टनेल होइन 4통 있습니다. मिलेन 3개 있습니다. सेगे 3वटा छ भनेपछि आन्सर त्यही भइहाल्यो अर्को सुनौँ 4개 있습니다. 4वटा छ 3वटा छ 4वटा छ 3 नम्बरमा 3वटा छ भनेकोले गर्दाखेरि आन्सर 3 भइहाल्यो अब यहाँ चाहिँ लोकेसन हामीले चिन्नु छ हामीले स्यावसेरो अदिए सुनिका स्यावसेल नुहाउने रुम अथवा बाथरुम चाहिँ कहाँनिर छ सुन्दै जाउँ 세탁실 옆에 있습니다. सेथाक्सिल यफे सेथाक्सिलको छेउमा हुनको लागि यता हुनु पर्यो दायाँ बायाँपट्टि भयो भने चाहिँ बल्ल त्यसलाई छेउमा भनिन्छ भने सेथाक्सिलको स्यावसेल चाहिँ कहाँ छ उइछुङे त्यसकारण मिलेन 숙소 아래층에 있습니다. सुक्सो भनेको चाहिँ बस्ने ठाउँ बास बस्ने ठाउँको मुनि तलामा छ सुक्सो आरे छुङे भने पछाडि चाहिँ यो कति नम्बरमा 2 नम्बरमा भनेको थियो 2 2 नम्बरमा भनिएको थियो त्यसकारण यसको एन्सर तपाईँको चाहिँ 2 भयो र अरू अप्सनमा पनि त्यही लोकेसन मात्रै भन्ने भएकोले गर्दा नयाँ मिनिङ यसमा हुने कुरो भएन हामी अगाडि बढौँ ल क्वेसन नम्बर 30 को चाहिँ म तपाईँको क्वेसन अडियो बजाउँछु 자야 씨는 야구 경기장에 처음 왔지요? छायाजी चाहिँ बेसबल ग्राउन्डमा पहिलोपटक आउनुभएको हो ने छनेदो हजुर पहिला पनि हैन हजुर पहिलोपटक भनेको भए मिल्थ्यो हजुर भनेपछि पहिलोपटक अर्थ लाग्यो फेरि पहिला पनि भनेको कारणले मिलेन ने छौमी आनियो पहिलोपटक होइन हो अनि होइन मिलेन आनियो मानि खास यो होइन धेरै गएको छु आनियो इभन छौमी यो होइन यो पहिलोपटक हो ल 32 왕민 씨, 지금 뭐 해요? वाङमिनजी अहिले के गर्दै हुनुहुन्छ उमागो थुरायो सङ्गीत सुनिरहेको छु अब एन्सर हुन सक्ने यही देखियो अरू अप्सन पनि हेरौँ फापुगी सो व्यस्त भइरहेको छु हागोने आन खायो इन्चिजुर जारिन यन्सुबु मानि हेयो अभ्यास धेरै गर्छु प्रश्न के रहेको थियो त अहिले के गर्दै हुनुहुन्छ सङ्गीत सुनिरहेको छु हरिटु 32 को चाहिँ अडियो सुन्नुहोला 아궁 씨, 무슨 운동을 좋아해요? आगुङजे कुन खेल अथवा कुन व्यायाम मन पराउनुहुन्छ छुकुगा छुवायो भनेको राम्रो छ यसको भयो भनेको त छोथा भनेको चाहिँ राम्रो हुनु छोथा अब कुन मन पर्छ फुटबल राम्रो छ मिलेन उन्दोङ लान हेयो व्यायाम गर्दिन त्यो पनि मिलेन थाकुरु छुवायो टेबल टेनिस मन पर्छ कुन खेल मन पर्छ टेबल टेनिस मन पर्छ तालगिरो छुवायो तालगी भनेको स्ट्रबेरी खेलकुद परेन हैन अब यहाँ भएको भाव चाहिँ के त छोआदा भनेको मन पर्नु छोथा भनेको राम्रो हुनु यो दुईटा क्रिया फरक हो यो चाहिँ विशेषण हो राम्रो नराम्रो भन्दाखेरि प्रयोग गर्ने छोआदा भनेको चाहिँ मन पराउनु यो चाहिँ फेरि एक्सन भर्ब हो ल 33 को सुन्नु होला 33번. 왕민 씨는 시간이 있을 때 뭐 해요? वाङमिनजी चाहिँ समय भएको बेला के गर्नुहुन्छ प्राय जान्छु मिलेन सिगानी अवसर समय छैन नै लेला खेयो भोलि सम्पर्क गर्छु कन्ट्याक्ट गर्छु छुइमी वाल्तुङ हेयो रुचिको क्रियाकलापहरू गर्छु समय भएको बेला के गर्नुहुन्छ रुचि क्रियाकलाप गर्छु ल यजन नाउ 34 35 ल सुन्नु होला 34 को अडियो 해수욕장에 갔어요. 그리고
한라산 등산도 했어요. 해수욕장에 갔어요. 사무드리 किनारमा बीचमा गए. 그리고 한라산 등산도 했어요. 한라 पहाडको चाहिँ ट्रेकिङ पनि गरे. छेमी सकिसक्यो रमाइलो भयो होला. अब यो गेटले चाहिँ आफ्नो इन्टेन्सन व्यक्त गर्दाखेरि नेछु साथसाथैलाई हामीले अनुमान गर्दाखेरि पनि प्रयोग गरिन्छ र पास्टमा अनुमान गर्दाखेरि चाहिँ अगाडिपट्टि आत थपिन्छ. छेमी सकिसक्यो रमाइलो भयो होला भने पछाडि यो एन्सर हुन सक्ने सम्भावना देखियो. तर अरू तीनटालाई पनि हेरौँ. हानुन खाबोसयो एकपटक गए हेर्नुहोस् हैन. हालासानी आरुन्दावसयो हाल्ला पाहाड चाहिँ सुन्दर थियो. छदो छिनान्जुए खारेको हेयो. म पनि गत हप्ता जाने विचार गरेको छु. गत हप्ता जाने विचार गरेको छु. यो विचार चाहिँ पछिको लागि हुन्छ, त्यसकारण मिलेन भने चाहिँ एन्सर 1 नम्बर हैन. त्यहाँ केटाले चाहिँ के भनेको थियो त, मैले चाहिँ समुद्री किनार पनि गएँ, हाल्ला पहाडको ट्रेकिङ पनि गरेँ भने पछाडि अर्को व्यक्ति सुन्ने व्यक्तिले चाहिँ हो रमाइलो भयो होला भनेर चाहिँ यसरी बोलेको. 35 35번. 주말 잘 보내세요. सप्ताहन्त विकेन्ड चाहिँ राम्ररी बिताउनुहोस्. थारुन्दिसुदोयो थारुन्दिजी पनि अब मिल्न सक्ने सम्भावना देखियो. हेरौँ अरू नि. छाल छिनेसयो हजुर राम्ररी बिताए. छुमारी छिनासयो सप्ताहन्त कट्यो बित्यो. नि छदो छिनेल के यो हजुर म पनि बिताउने छु भने चाहिँ एन्सर एकै भइहाल्यो. ल अब यो टाइमको खासै सुन्नु पनि नपर्ला सल्मिङ हैन. त्यही पनि एकपल्ट सुनेर हेरौँ. 내일은 7시까지 출근하세요. 네, 알겠습니다. भोलि चाहिँ 7 बजेसम्म काममा प्रस्थान गर्नुहोस्. ने आल्गेसुन्दा हजुर बुझे. 7 बजेको 4 नम्बरमा छ हैन. ल अब यो चाहिँ प्राइस मूल्यसँग रिलेटेड. अब यसमा चाहिँ अङ्क तपाईँहरूले राम्ररी सुन्न भ्याउनुभयो भनेदेखि मात्रै एन्सर छान्न सकिन्छ. ल पहिला सुन्नुभन्दा अगाडि नै कसमा कति छ राम्ररी ख्याल गर्ने हैन. अब यहाँनिर ओ मान युग छन्, यहाँनिर ओ मान फाल्छन्, अनि यहाँनिर ओ मान छिल्छन्, यहाँनिर ओ मान ओ छन्. सबैमा के रहेछ ओमान ओमान ओमान. हामीले पछिल्लो पार्टलाई चाहिँ हेरेर एन्सर छान्नु पर्यो. पछिल्लो पार्ट 5000 7000 6000 8000. अनि सबैमा सामान के छ छेपुङ छन्गी फाप्सो छन्गी फाप्सो छन्गी फाप्सो छन्गी फाप्सो. त्यसमा हेर्नु परेन. अब यसमा पनि दुईटामा छन्गी फाप्सो, दुईटामा चाहिँ अर्कै पनि गर्न मिल्छ छेपुङलाई हैन. त्यो भएको खण्डमा त्यो पनि ख्याल गर्नुपर्ने हुन्छ. तर यहाँ चाहिँ सबैमा छन्गी फाप्सो कमन छ, त्यस कारणले गर्दा त्यो हामीले ख्याल गर्नु परेन. अनि त्यस पछाडि यो र्याङ क्वान्टिटी हैन, यसको परिमाण चाहिँ कति परिमाणको हो यो. अब 3 देखि 4 जना, 3 देखि 4 जनाको लागि, 3 देखि 4 जनाको लागि, 3 देखि 4 जनाको लागि यो पनि कमन छ. यसमा पनि हामीले ख्याल गर्नु परेन. मात्रै हामीले के त यति पार्टलाई मात्रै हामीले ख्याल गरियो भने पनि हामीले एन्सर छान्न सक्छौँ. ल पहिला सुन्नुभन्दा अगाडि के कुरा फरक छ, के कुरा कमन छ त्यो कुरा हेरिसक्ने अनि मात्रै अडियो बजाउनु भयो भने तपाईँलाई सजिलो हुनेछ. अडियो सँगसँगै तपाईँहरूले एकैचोटि यो तपाईँको चाहिँ सबै इन्फर्मेसन हेर्न थाल्नुभयो भने चाहिँ गाह्रो हुन्छ. ल अब यसमा चाहिँ क्वेसन सजिलो रहेछ. हामीले चाहिँ ओमान 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 छ सबैमा र पछाडिको यो छन् हजारवालालाई मात्रै ख्याल गरियो भने पनि हामी एन्सर छान्न सक्छौँ. सुन्नु होला. 저 전기밥솥은 얼마예요? त्यो विद्युतीय राइस कुकरको चाहिँ कति हो? 57,000원이에요. 57,000원이에요. 57,000 원 हो. 57,000 भनेपछि एन्सर 2. 38번. 38. 반장님, क्याप्टेनज्यू 제가 몸이 아파서 그러는데 मेरो चाहिँ शरीर दुखेकोले 일찍 퇴근해도 될까요? चाँडै कामबाट फर्किए पनि हुन्छ. 어디가 아파요? कहाँ दुख्यो? 감기인 것 같아요. रुगा जस्तो लाग्यो. 열이 나고 기침을 해요. ज्वरो आएर खोकी लागिरहेको छ. 그래요? हो र 요즘 매일 야근을 해서 आजभोलि दैनिक नाइट ड्युटी गरेर रात्रिकालीन काम गरेर 감기에 걸렸군요. रुगा लागे जस्तो छ नि. 어서 가서 쉬세요. झट्टै तुरुन्तै गएर आराम गर्नुहोस्. तुरुन्ने가 같은 거 소크르십시오. सुनेको कुरासँग उस्तै कुरालाई छान्नुहोस् भनेको मिल्ने कुरा छान्नुहोस्. 판장님이 감기에 걸렸습니다. 판장님 क्याप्टेनलाई चाहिँ रुगा लाग्यो होइन, त्यहाँ काम गर्न लागेको छ. यो जानु केटी चाहिँ वैसाइनु के वासन्दा कम्पनी ढिलो आयो होइन, ऊ चाँडै फर्किन लागेको छ. यो जानु केटी चाहिँ उनो यागुनु हे हामीले आज नाइट ड्युटी गर्नुपर्छ तर आज चाँडै फर्किँदैछ. अब 4 मिल्नै पर्यो.
योजना केटी चाहिँ इल्चेक थेगुन हारेको हामीले चाँडै छुट्टी गर्ने विचार गरेको छ। 39 को सुनौला। 39번. 실례합니다. 실례합니다. 마फ गर्नुहोस्। 공중전화가 어디 있습니까? 공중전화 सार्वजनिक टेलिफोन चाहिँ कहाँ रहेको छ? अब यो 실례합니다ले पनि सेन्टेन्स अनुसार माफ गर्नुहोस्, एक्सक्युज मी भन्ने अर्थहरू लाग्छन् भनेदेखि अझै तपाईको चाहिँ कसैलाई हामीले ध्यानकर्षण गराउँदैछौँ त्यो बेलामा हामी बोलाउँदैछौँ भने छ कि यो भनेर पनि एक्सक्युज मी भन्छौँ। ल यहाँनिर चाहिँ 실례합니다 माफ गर्नु होला अथवा एक्सक्युज मी सार्वजनिक टेलिफोन चाहिँ कहाँ छ? 이 건물 안에는 यो भवनभित्र चाहिँ 없어요. छैन। 건물 밖으로 나가도 भवन बाहिर निस्के पनि 근처에는 नजिकैमा चाहिँ 공중전화가 सार्वजनिक टेलिफोन 없을 거예요. छैन। 제 휴대전화를 मेरो मोबाइल फोन 빌려드릴까요? सापट्टि दिउँ त? 정말 감사합니다. साँच्चै धन्यवाद। ल अब यहाँनिर केटाले चाहिँ सार्वजनिक टेलिफोन खोजिरहेको थियो तर तपाईँको चाहिँ वरिपरि नजिकै सार्वजनिक टेलिफोन नभएको कारणले गर्दा केटीले चाहिँ एकैछिन प्रयोग गरेर सापट्टि दिने कुरा गरिएको छ। 남자는 어떻게 하겠습니까? केटाले के गर्ने छ? 휴대전화를 사겠습니다. 폰 किन्नेछ किन्दैन? 여자의 휴대전화를 사용하겠습니다. केटीको 휴대전화 मोबाइल फोन प्रयोग गर्नेछ भने चाहिँ एन्सर यही हुने भयो। अब यो दुईटामा पनि हेरौँ। खन्नु फाकेछ भवन बाहिर 공중전화를 찾겠습니다. सार्वजनिक टेलिफोन खोज्नेछ तर नजिकै नभएकोले गर्दा खोज्दैन। 여자에게 केटीलाई 휴대전화를 मोबाइल फोन 빌려주겠습니다. सापट्टि दिनेछ। केटीलाई दिने छैन केटीले चाहिँ दिनेछ भने चाहिँ मिलेन। एन्सर 2 नै भयो। ल अब अन्तिम क्वेसन 40 नम्बर। 40번. 외국으로 팩스를 보내려고 하는데요. विदेशतिर चाहिँ फ्याक्स पठाउन चाहन्छु। 팩스 사용법을 फ्याक्स प्रयोग गर्ने तरिका 좀 알려주시겠어요? यसो सिकाइदिनुहुन्छ? 네. हजुर। 먼저 पहिला 여기에 보내실 문서를 넣으세요. पहिला यहाँ चाहिँ पठाउनु पर्ने मुन्छ भनेको चाहिँ डकुमेन्ट कागजात 문서로 넣으세요. डकुमेन्टलाई कागजातलाई चाहिँ राख्नुहोस्। 그 다음에 त्यसपछि 보낼 곳의 국가 번호와 पठाउनु पर्ने ठाउँको फुक्का बनो नेसनल कोड राष्ट्रिय कोड र 팩스 번호를 누르세요. फ्याक्स नम्बर थिच्नुहोस्। अब यो फ्याक्स पठाउनु भनेको चाहिँ अन्तर्राष्ट्रिय टेलिफोन गरे जस्तै अथवा टेलिफोन गर्दा जसरी हो त्यही तरिका नै अपनाइन्छ। अब अहिले चाहिँ फ्याक्सको जमाना खासै त्यति प्रयोग गरेको पाइँदैन। अब पहिला इमेल इन्टरनेटहरू नहुँदाखेरि चाहिँ इन्टरनेट होइन इमेलहरूको जमाना नहुँदाखेरि वाट्सएप अब फेसबुक मेसेन्जरहरू नहुँदाखेरि चाहिँ अब यो फ्याक्सहरूको धेरै प्रयोग गरिन्थ्यो। अब अहिले चाहिँ खासै फ्याक्स प्रयोग गरेको पाइँदैन। ल अब यहाँनिर चाहिँ के भनेको छ त्यो छानौँ। यजना केटीले चाहिँ महसुल हारेको हामीका के गर्ने विचार गरेको छ? 문서를 추리고 합니다. कागजात डकुमेन्ट चाहिँ लेख्ने विचार गरेको छ। लेख्ने होइन पठाउने विचार गरेको। वेगवेगै खारेको हामीले विदेश जाने विचार गरेको छ होइन। विदेशतिर डकुमेन्ट चाहिँ पठाउन खोजेको फ्याक्स गर्न चाहिँ खोजेको। छनवारु खल्यको हामीले फोन गर्ने विचार गरेको छ त्यो पनि होइन। फ्याक्सरु फोनेको हामीले फ्याक्स पठाउने विचार गरेको छ। ल अब भिडियो लामो नहोस् भन्ने उद्देश्यले चाहिँ मैले अलिकति फास्ट सलमेन अलिकति छिटो गर्न खोजेको र त्यो छिटो गरेकोले पनि तपाईहरुलाई खासै फरक नपर्ला किनकि यो त तपाईको रेकर्डेड भिडियो भएकोले गर्दाखेरि चाहिँ तपाईले रोकेर पज गरेर रिप्ले गरेर सुन्न मिल्ने भएकोले गर्दाखेरि यो छिटो गर्दाखेरि खासै फरक नपर्ला र तपाईको चाहिँ अलिकति छिटो गर्न खोज्दाखेरि पनि अझै भिडियो लामो भइसकेको छ। अझै भोलि पर्सिबाटको भिडियोहरु चाहिँ अझै पनि यसलाई अलिकति सर्टकट तरिकाले बुझाउने ल्याउने कोसिस गर्नेछु र अब धेरै वर्ष पछाडी आज पहिलोचोटी गरेकोले गर्दाखेरि पनि होला सबै कुराहरु अलिकति तालमेल मिले जस्तो फिल भइराखेको छैन र अलिकति स्वरले पनि आज चाहिँ त्यति साथ दिएको छैन। स्वर पनि अलिकति क्लियर भइराखेको छैन। ठीक छ ल आजको यो पहिलो भिडियो तपाईहरुलाई कस्तो लाग्छ प्रतिक्रिया पनि दिन सक्नुहुनेछ। प्रतिक्रिया दिनु होला र त्यसै अनुसार तपाईको चाहिँ थप सुधारहरु गरेर ल्याउने कोसिस गर्नेछु र यस च्यानलबाट चाहिँ आगामी दिनमा तपाईहरुले धेरै कुराहरु प्राप्त गर्नुहुनेछ। त्यसकारण सकेसम्म
कुनै पनि भिडियोहरू नछुटाउनको लागि चाहिँ तपाईहरुले सब्स्क्राइब गर्न नभुल्नु होला। सब्स्क्राइब गर्नुभएको खण्डमा तपाईहरुले सम्पूर्ण भिडियोहरू हेर्न पाउनुहुनेछ र त्यति मात्रै नभएर तपाईहरुको लागि अरु थुप्रै कुराहरू चाहिँ प्लानमा योजनामा छ, निशुल्कमै प्राप्त गर्ने योजनामा छ। त्यो कुराहरू पनि प्राप्त गर्नुहुन्छ। अब अहिले नै मैले घोषणा गर्दिन तपाईको चाहिँ जस्ट फलो गर्दै जानु होला। बिस्तारै तपाईहरुले थाहा पाउँदै जानुहुनेछ, म दिँदै जानेछु। ल आजलाई चाहिँ हामी यति नै गरौँ। धन्यवाद।